साथीहरु सबैजनालाई गुड मर्निङ। आई होप हजुरहरुको सन्चै हुनुहुन्छ होला। यहाँ म पनि सन्चै छु। सबैजना मेरो युट्युब फ्यामिलीलाई सेवा हो। सो आजको मेरो ब्लग चाहिँ इभिनिङ वक हो है। मेन चाहिँ साथीहरु हैन, किनभने अब आज चाहिँ हामी अर्कै ठाउँ, त्यो अस्तिकै ठाउँ आधी बाटोसम्म जाँदैछौँ। सो त्यहाँदेखि चाहिँ हामी अर्कै ठाउँ जाने के। जस्तो त्यो ठाउँमा चाहिँ यस्तो छ अरे के, त्यो च्यान गाडी छ अरे, तर्साउँछ अरे क्या। सो त्यो चाहिँ आज हामी जाँदैछौँ। त्यो बाटोमा हामी 4 जना हुन्छ है साथीहरु। भान्जी, म, अनि नाना, बहिनी, हामी 4 जना जानुपर्ने हुन्छ। सो साथीहरु उताको आजको त्यताको भ्यूहरू के कस्तो छ त्यताको पक्कै पनि हजुरलाई देखाउनेछु। यदि मेरो च्यानलमा नयाँ साथीहरु हुनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने साइडमै चाहिँ हेर्नु सक्नुहुन्छ। यही सब्स्क्राइब गरिदिनु नबिर्सिनु होला। म चाहिँ क्लास जानुपर्ने हुन्छ। सो अब चाहिँ म क्लास लिन आँटेको म हजुरलाई देखाउनेछु है। कोलाको घर त्यो मुनिको है, नानाको घर चाहिँ 2 मिनट जति पर्खिनुपर्ने हुन्छ। दिदी चाहिँ आइपुग्नु है। हाम्रो क्लासमा चाहिँ यसरी यति हेर्नु देख्नु सक्नुहुनेछ। हाम्रो क्लासमा चाहिँ सर हुनुहुन्छ, हाम्रो साथीहरू। यता हेर्नु यस्तो कपालहरू भएछ, यतिको चाहिँ हुनैपर्छ है कपाल हेर्नु। हाम्रो ड्युटी दिदी देख्नु सक्नुहुनेछ। यता यसो हेरिदिनु अर्को दिदी यहाँ हुन्छ न। सो यहाँ चाहिँ म चाहिँ बुझेछ है। अनि म चाहिँ ठ्याक्कै नाना पुऱ्याउँदै आएँ क्लासबाट। ओह्रालो चाहिँ अलिक देखाएन नि त, म अलिक उ भयो यताउता बिजी उ भयो, त्यही भएर देखाएन साथीहरु होइन। सो अनि अहिले चाहिँ म घर जाँदैछु। यताको यस्तो देख्नुहुन्छ धरान, यस्तो नयाँ घर बनाउँदैछन् ढक्कसँगले। हामीहरू चाहिँ कहिले धरानमा यसरी घर बनाउनु होइन। म चाहिँ घर आइपुगिसकेँ। अनि मलाई चाहिँ साथीहरु के भने, अब मेन भनेको रुगा मर्की लागेर होइन अप्पर चिजो परिरहेको छ। सो मेरो घर पनि आइपुगिसक्यो। यही हुन्छ, यही छेउमा मेरो घर हो। मेरो दिन यतिकै छ। बुनु भान्जीहरू 2 जना यता, साइकल यसरी उयो त साइली नाना देख्नुहुन्छ। अनि त्यसपछि म अब हामी एकछिन यहाँ बसेर जानुपर्ने हुन्छ। यसरी सानीमा छोरी गफ लाउँदैछ नि फुल्की। सो हामीहरू चाहिँ अब नानाको घर अलिक माथि जानुपर्ने छ, त्यहाँ पर्खिन्छौँ नि त, किनभने यहाँ गफ लाउँछ। पानी पर्ने मौसम हेर्नु न, मौसम पनि पानी पर्ने जस्तो छ है साथीहरु। आज चाहिँ तिमीलाई भूत गाडी भूत चाहिँ कस्तो रहेछ हामी हेर्न चाहन्छौँ। सो तपाईँहरूले देख्न सक्नुहुनेछ। आजको मेरो भ्लग पनि बब्बाल हुन्छ साथीहरु होइन। अनि त्यस्तै हो। ए फुल पनि टिपिदिनु पर्यो एकछिनै गाइस। सो यो फुल पनि टिपेको छु है मैले चाहिँ। अनि यो फुल यहाँ सिउरेर हिँड्नु भने पनि हो साथीहरु। यसरी ओभर मजा आउँछ कि झन् गाउँमा त। यसले चाहिँ सकेन है अहिले। 1-2वटा मात्रै गरेछन्। ओ माई गड, किन किन्नु यस्तो रोप्नु क्या साथीहरु। अनि त्यस्तो रोप्नु क्या साथीहरु होइन। अनि पछि जाने धेरै झोल पार्नु। अनि केटाकेटीको लागि त्यो झोल चाहिँ यति धेरै त्यो बड्डामा राखेर त्यो पनि हुन्छ हो। यो देख्न सक्नुहुन्छ बब्बाल छ है साथीहरु। पनि कपडामा लाग्यो है त्यो। न यस्तो गरेर दिनु पर्यो ओरिजिनल चस्मा। सो साथीहरु यसलाई चाहिँ यो बोटलाई चाहिँ सिमली भन्थ्यो, तर यसको उसलाई चाहिँ थाहा भएन। 60 चस्मा अर्को यहाँ त हो त। 2 जना चाहिँ पुरै सानीमा छोरी चाहिँ उ भइरहेछ होइन। मलाई त कस्तो नराम्रो देखिरहेछ। यता फेरि बनाउँदैछ है। यो ताको चाहिँ चस्मा झरेको गर्छ आन्टीको चाहिँ। लगाएर हामी 3 जनाहरू। यसले 1 करोडको चस्मा, यसले 1 करोडको, मैले त 2 करोडको मैले लगाएको चस्मा 70 को। मै 60-70 लाख अरे नानाको हालत। म चाहिँ मेरो नानासँग भेट्नु दिनुहोस् तपाईँलाई पनि चस्मा पनि तपाईँलाई 2 करोडको चस्मा ल्याएको। हामीले चाहिँ चस्माहरू बनाएको छौँ। यो चस्मा एकछिनमा लाएर जाम ल। हामीहरू चाहिँ त्यहाँबाट अम्बानीको डाइरेक्ट
अहिले भर्खर हामीले जिकेको चस्माहरू कस्तो दामी छ हो। मेरै चस्मा चाहिँ बिग्रेको गर्छ जुन भिडियो म बनाउँछु भन्छु कि त हावाले बिग्रन्छ घरि केले बिगार्छ पछाडि यसरी बाँधिराखेको है। अनि नानाहरूको चाहिँ फेरि अब्बर बब्बाले कि लामो हुँदैन कपाल भएर हो कि त्यो यता कपालले यसरी मिलाउँछ कि उनीहरू यति मजाले सेप छ ए लेडिज ग्याङको चाहिँ। हामीहरू चाहिँ आदर्श चोक आइसकेको छौँ। अस्ति पनि भनेको चाहिँ होइन देख्नु सक्नुहुन्छ यहाँ आजको मौसम कस्तो भइरहेछ हौ। नाना भान्जी अब चाहिँ सबैजनाले चस्मा लगाएको छौँ। अघि चाहिँ बहिनीले लगाएको रहेन रहेछ। चस्माले कस्तो देखिन्छ साथीहरूले देख्नु सक्नुहुनेछ। त्यो चाहिँ कस्तो राम्रो राम्रो फुलहरू छ क्या साथीहरू होइन। सो दिदी नानाले चाहिँ फोटो खिच्नु हुँदैछ। कस्तो हुँदैछ आजको यात्रा। दिदी चाहिँ फुलको मारे भइसक्नु भयो अब खै हातको रिङ देखाइदिनु त। त्यो अब हेर्नु चस्मा पनि किन निकाल्नु भएको बब्बाल देखिन्छ नि त फुलकी रानीलाई अलिक 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 अबि दुईपट्टि आमामामा पनि लगाइसक्नु भयो यो चाहिँ। सुजाता एन्ड एलिना अनि म चाहिँ मोडल we are all from धरान 15 कम्पनीको है यो चाहिँ। सो सबैजनाले कन्ट्याक्ट गर्न सक्नुहुन्छ यस्तो हुनु चाहनुहुन्छ भने साथीहरू रायन द कम्पनीको है साथीहरू होइन। हामीहरू चाहिँ अब यो बाटो जाने के अघि मैले नि तपाईँहरूलाई भनिसकेको थिएँ नि त। सो आज चाहिँ हामी अब त्यस्तो तर्साउने ठाउँतिर भनेर जाने भनेको। सो यतापट्टि चाहिँ छ आज चाहिँ हामीलाई साँच्चीकै तर्साउँदो रहेछ कि छैन रहेछ भनेर हामी चाहिँ ट्राई गरेर जान्छौँ नि साथीहरू। हेर्नुहोस् चस्मा हामीले फाल्नेसमै लु होइन त्यो राति लाउनु हुँदैन भन्छ नि त त्यस्तै भयो। यहाँ चाहिँ तर बोर्डमा यहाँ लेखेकै देखेको छैन है साथीहरू। हामी कहाँ जाँदैछौँ मारे दिदी बोलिदिनुहोस् त। हामी पत्रङबारीदेखि भित्र यो जङ्गल जाने बाटो जाँदैछौँ। आज कोही भूत आयो भने चाहिँ साइडतिर लडाइदिनु यस्तो हो आज। मेरो त लाइटहरू केही छैन तपाईँहरू देख्न सक्नुहुन्छ। उता माथितिर चाहिँ अब लाइटहरू बिचमा राखिदिन्छ उता त गाउँ थियो। आज पत्रङबारीको महारानी हुनुहुन्छ एसिका चामलिङ राई। देख्नु भइ नै सक्ला दुईजना यता राजकुमारी मेरा दिदी यता बहिनी भान्जी फुल्की महारानी हेर्दामा नि राम्री फुलौकी खानी। यसको लगभग 50 लाख। हजुर हजुर यो दुईटा गरेर यस्तै हैन 80 लाख जस्तो हारानीमा। हजुर यो पनि त्यस्तै 50-60 लाखको। हजुर हजुर त्यो चाहिँ अलिक महँगो 1 करोड समथिङको है। अनि तपाईँ चाहिँ के बिजनेस गर्नुहुन्छ त म्याम? हजुर होइन यता चाहिँ कस्तो दामी यतातिर हेर्नु सक्नुहुन्छ बाटाबाट यताको गाउँहरू होइन कस्तो माया लाग्थ्यो क्या। फेरि पाँचजना गाउँहरू रहेछ यता अनि यता यस्तरी हाम्रो हालत चाहिँ देख्नु सक्नुहुनेछ। यो हामी तर यो ठाउँ चाहिँ कता हो त्यो थाहा भएन। लामेचौरी कि कुन यता आएको छु। यता देख्नुहुनेछ यस्तो उहाँहरू दुईजना उफ्री नाच्नु हुँदैछ। यहाँ चाहिँ यस्तो राम्रो ग्राउन्ड छ है साथीहरू बब्बाल छ होइन यत्रो जङ्गलको बिचमा छ यहाँ चाहिँ हो। यताको घरहरू पनि हेर्नु सक्नुहुनेछ। अब यस्तो जङ्गल जाँदैछौँ है भुतिया जङ्गल जाँदैछौँ होइन साथीहरू। अलिक रात परोस् आज भुतिया जङ्गलमा के कस्तो हुन्छ। सो फुल्की रानी दिदी पनि हाँस्नु हुँदैछ। यता यसरी ब्याग बोकेर देख्नु सक्नुभएको छ। अर्को उता अनि अहिले मेन कुरा भनेको साथीहरू होइन यस्तो हो। मैले क्लास गएँ होइन भने तर मैले त्यसको त्यो क्लास गएको अनि आएको चाहिँ अलिक क्लिपहरू चाहिँ हालेको छैन साथीहरू किनभने मेरो इमर्जेन्सी त्यस्तै काम परेर हो मैले त्यसरी हाल्नु पाएको छुइनँ। अब चाहिँ यस्तो कालो छ नि त साथीहरू बुझ्यो। ओ माई गड अनि साथीहरू टाढोसँग अब हामी कहाँसम्म जान्छौँ त्यहाँदेखि फर्किन्छौँ। अनि तपाईँ देख्नु सक्नुहुन्छ यता के भन्छ चिमकान्डी तपाईँहरू देख्नु सक्नुहुन्छ। दिदी के हो
देख्नु भएन यसलाई हेर त देख्नु सक्दैन साँच्ची भनेको दिदी उता माथि उहाँको के साँच्ची कस्तो नपचाएको सुवाता हेर त हो कि भन त के अब यस्तो सागपात खानु हुँदैन अरे मासु धेरै खानु भयो अरे के त्यही भएर देख्नु भएन अरे साथीहरू यता उहाँ उति जब हामी हिँड्छ नि त तब उतो पनि हिँड्नुहोस् है भने यस्तो बाथरुम हिँड्छ कि कस्तो हुन्छ डर लाग्छ कि भने भन रमाइलो छ जिन्दगी पछाडि म छु अनि अगाडि डर के छ लाग्छ सुजता हामी चारजना मात्रै छौँ अनि हाम्रो सरिता दिदीलाई एकदम सरिता दिदी र मा बोलाई चाहिँ एकदम मिस गरिरहेको छौँ है के भने अब उहाँहरू टाढो टाढो हुनुहुन्छ हामीहरू चाहिँ नि सँगै भेट भएर हिँडिन्छ हेर्नु त होइन हौ दिदी साँच्ची भनेको कस्तो सुन्नु हुँदैन क्या औसी त तलतिर पनि अरे ह्याँ गराउँछ यता त घरि कति मान्छेहरू हुन्छन् होइन झुन्डी मरेको हुन्छन् कति के गरेर मान्छेहरू मरेको हुन्छ होइन तर्साउँछ नि साथीहरू यो ठाउँमा चाहिँ थाहा भएन र यता पनि घर रहेछ है कस्तो राम्रो छ तर यो कुन ठाउँ आइपुग्यौँ हामीलाई केही थाहा छैन होइन सरासरी त्यो बाटो चाहिँ हिँड्यो कहाँ गइस् भनेर कहाँ आइस् भनेर सोध्यो भने त फेरि मलाई केही थाहा छैन हामीलाई चाहिँ मलाई मात्रै होइन नानाहरूलाई पनि थाहा छैन बहिनीहरूलाई पनि थाहा छैन अनि बबाल छ कस्तो छ कस्तो यता चाहिँ डर लाग्दैछ है भित्रभित्र अब यस्तो घना जङ्गल छ नि साथीहरू कस्तो कालो छ नि त अनि दिदी पनि भित्रभित्र अब डरायो पनि बाहिर हरियो साग खाएको छुइनँ अलिकति त भन्नु त्यही भएर रहेछ है अनि यता डर लाग्दैन थाहा छ मलाई पनि डरै लाग्छ मलाई त्यस्तो डर चाहिँ लागेको होइन कि यो मामाले घरि गरी जसको गरिदिन्छ क्या साथीहरू होइन उता चाहिँ धरानीको भ्यू छ तर मेरोमा चाहिँ अलिक राम्रो देखाउँदैन नानाको फोनबाट चाहिँ यस्तो बबाल देखाउँछ हामीहरू चाहिँ मास्टर जाँदैछौँ साथीहरू अनि अझै कहाँसम्म गइन्छ त्यो चाहिँ थाहा छैन तर लगातार गइन्छ अलिक माथिसम्म त्यसपछि फर्केर आएर घर गइन्छ घरतर्फ लागिन्छ रहनुहुन्छ है नाना फेरि किन मैले नाइट भ्लगै गरेको थिएँ अनि त्यही पनि मलाई चाहिँ बब्बाल लाग्यो साथीहरू होइन कन्टेन्टहरू यस्तो हेर्नुपर्छ तर मेरो क्यामेरा कस्तो क्लियर चाहिँ अलिक राम्रो चाहिँ आउँदैन सो अनि चाहिँ राति यसरी नै भ्लग बनाउनु मनपर्छ तर हजुरहरूलाई त भ्यूहरू देखाउनु पाउँदिनँ त्यही हो टेन्सनको कुरा कहिले डुलेको छुइनँ हामी म पनि त म त दिउँसोको 12 बजे टाइम उनीहरूको उठ्ने टाइम हुन्छ अरे अनि तर्साउँछ अरे अनि त्यो रातिको दिउँसोको बेलुका लागेको त 5 बजी हुन्छ नि त 5 बजीदेखि उनीहरूको उठ्ने टाइम हुन्छ है यता त बर्खा यो त यस्तो रोड देखिन्छ नि उतापट्टि त कालो जङ्गल छ होइन सो हामीहरू चाहिँ अब यहीँसम्म हो अनि एकछिन बसेर जानुपर्ने हुन्छ पसिनाले हेर्नु सक्नुहुन्छ नानाको भ्यू हेर्नुहुँदैछ अरे यताहरू पनि भ्यू यता नि भ्यू चाहिँ उता है साथीहरू गाराङ गुरुङ पनि गर्दैछ छिरो जा भनेर दिदीको पोज यहाँ आइपुगेको फेरि एकचोटि त्यो मलाई कस्तो गर्मी भयो कि यति गर्मी भयो कि होइन अब हामी 4जना छौँ अहिले अझ 2जना थपेको पनि अब्बर बबाल हुनेछ होइन मतलब 2जना पनि थपेको भने चाहिँ अब्बर बबाल 6जना हुन्छ नि त बबाल हुन्छ कि सरिता नानाहरू पनि हुनुभएको भने साथीहरू कुन ठाउँ भनेको त हामी धरानबाट हिँड्न थाहै भएन नि त तर लास्टमा चाहिँ पत्रङबारी रहेछ हामीहरू चाहिँ पत्रङबारीसम्म आइपुग्यौँ के भन्छ इभिनिङ वक गऱ्यौँ पत्रङबारीसम्म कस्तो भयो दिदी भन्नुहोस् त पत्रङबारीमा बब्बाल छ बब्बाल नै छ अनि तिमीलाई चाहिँ कस्तो छ हौ भान्जी पत्रङबारीमा सो हामीलाई त हामीहरू चाहिँ के भन्छ पत्रङबारी चाहिँ भयो तर हामीले थाहा थिएन त फुल आमा कस्तो राम्रो अब त फर्केर जाऊँ हौ उता त भरे अनि तपाईँहरूलाई तर्सायो भने साथीहरू हेर्नु किनभने त्यस्तो जङ्गल छ एकछिनमा देख्नुहुनेछ अरे भरे पछाडिदेखि
यसरी गरिदियो भने त होइन बारीबाट धरान जानुपर्ने साथीहरू धरान 15 यो धरान कति हो कति पुग्यो धरान धरान 4 पक्रिङबारी अनि हामीहरू चाहिँ धरान 15 निरञ्जन बस्ती पुग्नुपर्ने तर के हुँदैन त्यस्तो सोच्नु हुँदैन के पनि हुँदैन होइन गाडा मुरुङ अनि झिलिमिली पनि गर्छ होइन बिजुली किन्दैछ तपाईँलाई जनताहरूलाई तपाईँलाई नै जनता जान्न चाहन्छ यता यस्तो छ हेर्नु त यस्तो कालो छ अनि त्यस पछाडि के गर्नु होला यस्तो कालो छ अनि यस्तो कालो छ मलाई चाहिँ कस्तो कस्तो लाग्छ नि त यस्तै हो आजको मेरो ब्लग यता प्लासमा यस्तो देख्न सक्नुहुनेछ हामी चाहिँ छाडा बोल्नु भने साथीहरू बसाउँदैन अरे के फिलिपिनको पनि तिमीलाई थाहा छ है अब हामी चाहिँ अझै कति टाइम छ हामीलाई थाहा छैन होइन त जङ्गल छ जङ्गलको पछाडि के भन्नुभयो एकचोटि भनिदिनुहोस् त हामी चाहिँ अब जङ्गलको बिचमा पुगिसकेको छौँ आधा राति भइसकेको छ हजुर त्यही भएर छिटो चल्दैछ है किनभने अब छिटो चलाउनु पर्ने हुन्छ यो अहिलेको सिचुएसन चाहिँ त्यस्तो छ होइन ला मेरो फोन त हराउँदैछ त के भन्नु हामी चाहिँ यति छिटो अब यो मात्रै साथीहरू के जङ्गल उता पनि घर नखा छ नि फेरि हामी त लु एउटा जङ्गल त कट्यौँ लु ठिकै छ त अर्को पनि जङ्गल छ एउटा जङ्गल त काट्यौँ जस्तो तसै तर अर्को जङ्गल पनि त्यस्तै छ नि त कस्तो भयो नाना जङ्गलभित्र हिँड्नु कस्तो भयो कसो शिवा त लास्टै डर साथीहरू तर साँच्चीकै तर्साउँदो रहेछ के छैन तर तर्साउँछ क्या तर्साउँदो रहेछ त्यहाँ 4जनाले ओर्दै जाँदैछु बाल लाग्यो मलाई आज चाहिँ यो च्यानलमा नयाँ साथीहरू आउनुभएको छ भने सब्सक्राइब गरिदिनु नबिर्सिनु होला लास्ट डराउनु हुँदो रहेछ बिचरा दिदी भित्र चाहिँ त्यो अघिको कारणमा दिदीहरू पनि डराउनु भएको क्या त्यही भएर मलाई चाहिँ भूतको कुरा नगर त्यो भन्नुभएको होइन बिसाउनु भएको छ है दिदी आज डर पनि लागिरहेछ नि त दिदीलाई एक त यस्तो जङ्गल हो पतङबारी भनेर लेखेको बोर्डमा आइपुग्यो अब धरान नै आइपुग्यो नि त अघि त कस्तो जङ्गल थियो ब्रेक लागिसक्यो डराउने टिमहरू यता पनि छन् नि फेरि दिदी लजाइन हिजो पनि आजको भ्लग चाहिँ आजको दिन पनि बड रमाइलो भयो नि त पतङबारीसम्म गयो अनि आज जङ्गलमा तपाईँहरूले देखिसक्नु पनि भयो त्यो बनाउँदै हिँड्यो मलाई त्यस्तो खास के भएन तर अब तर्साएको छ नि त साथीहरू त्यही भएर क्या धरान पनि आइपुगिसक्यौँ कति छिटो अनि छिटो आइपुगिहाल्नु नि त अघि त जङ्गल चाहिँ 2-3जनालाई हामी सबैलाई जङ्गल चाहिँ अलिक छिटो जाऊँ भन्नुभयो अनि यता देख्नु सक्नुहुनेछ अलिक टाढाबाट देख्नु हुँदैन क्या तपाईँहरूको तर्साओस् यस्तो भन्छ नि त अब डराउने साथीहरू छैन भने कोही पनि डराइँदैन 1-2जना डराउनु भयो भने आफू पनि डर लाग्छ क्या आफू के होस् अरूले भन्छ क्या यता यो बाटो यो पतङबारीतिर तर्साउँछ अरे यस्तो भन्छ होइन सो अनि साँच्चीको कस्तो हुँदो रहेछ भने हामीहरू चाहिँ 4जना गएको थियौँ नि त त्यो कुरा चाहिँ एकदम सही नै रहेछ है अब हामीहरू विश्वास गर्थ्यौँ के तर्साउँछ यस्तो भनेको साँच्चीकै होइन तर्साउँछ पछि चाहिँ दामी डर छ है साथीहरू तपाईँहरूलाई गफ लाग्यो भने यदि धरानका मान्छेहरू जानुहोस् अनि इभिनिङ वकमा जानुहोस् होइन सो अनि तपाईँहरू पनि चेक गर्नु सक्नुहुन्छ अब हाम्रो कुरा विशेष लागेन भने यसरी नै साथीभाइसँग जानु नाम चाहिँ पतङबारी नै हो त्यसको यो पुल कटेर माथि गएपछि त्यहाँ बोर्ड हुन्छ पतङबारी जाने बाटो लेखेको त्यहाँ चाहिँ ठ्याक्क साँझको 5:30-6 बजे हिँड्नुभयो भने तपाईँले स्टेपमा भेट्नुहुन्छ जाँदाखेरि त त्यस्तो भएन आउँदाखेरि त यता कालो केही जाडो मौसममा जानु जाडो महिना हामी त गर्मी महिनामै कुदाइ पसिनाले कुदेहरू भएन आज चाहिँ होइन तर गर्मी चाहिँ के गर्मी भयो त बिचमा त्यो म त डर लाग्यो त नि भिज्नु भएको छ म र बुइनी चाहिँ भिजेको लस्सी एउटा थिएन छ र कस्तो ऊ देखेको टल के होस् म चाहिँ भिजिरहेको भिज्ने दाजु बहिनी चाहिँ यता उहाँहरू चाहिँ छाता
हामी छाता पीडित भएर भिजेको होइन नि, फेरि हामी छाता ओर्नुमा नलागेर हो। त्यो साथीहरू होइन, म चाहिँ घर आइपुगिसकेँ। घर आइपुगेर अब नुहाउनु पर्ने हुन्छ होइन, तर म अब तातो पानीमा नुहाउनु पर्छ मेरो त, किनभने लुगाबाट अगाडिदेखि नै लागेको छ नि त। अनि त्यही भएर चाहिँ म तातो पानी बसेर राख्छु। अनि अगाडि बहिनीबाट भान्जी बहिनी नुहाउनु रहेछ, अनि त्यसमा भान्जी म चाहिँ लास्ट टाइममा नुहाउँछु। अनि आजको भ्लग तपाईँले त्यो भुटिया भनेको थिएँ नि त जुन, त्यो साँच्चीकै त्यो अब एउटा मान्छे भनेर चाहिँ हामी गएको थियौँ। साँच्चीकै तर्साउँदो पनि रहेछ साथीहरू। तपाईँलाई अब विश्वास लाग्दैन होला, तपाईँहरू विश्वास दिलाउनुको लागि चाहिँ तपाईँहरू आफै बुझ्न सक्नुहुनेछ, तर कतिपयले त बुझ्नु पनि हुन्छ। तर मलाई चाहिँ अब सबै एकछिन झसङ्क भयो नि त, मदेखि सबै डराउनु, सबै एकछिन सबै डराइनु पनि नि त। कहिले चाहिँ डर हुँदैन त, अलिअलि चाहिँ डर हुन्छ। साथै पनि त्यो पहिलोचोटि गएको जङ्गलमा होइन, अर्काको ठाउँ जङ्गलमा होइन, अलिक त डर लाग्नु। अनि आजको त्यही हो, अघि मैले क्लासमा पनि त म गएको भने यताउता भन्दाखेरि त्यो भिडियो बनाएको साथीहरू राम्रो आएन होइन, चाहिँ मैले तपाईँलाई हाल्नु पाइनँ। अनि फेरि प्लस त्यो क्लास उयोहरू चाहिँ हालेँ, अनि त्यो यताउताको चाहिँ हाल्नु पाइनँ, मेरो त्यही कारण भएर, फोनहरूको कारणले भएर नि त, फोनमा केटाकेटी ह्याङ भयो त्यतिखेर। त्यही भएर साथीहरू, अनि आजको मेरो भ्लग एकदम राम्रो लाग्यो होइन। र अब नेक्स्ट टाइम म फेरि योभन्दा राम्रो भ्लग लिएर आउनेछु। साथीहरू सबैजनाले यदि मेरो यो च्यानलमा नयाँ यदि साथीहरू हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोला, मेरो भिडियोलाई फुलिन्जेलको साथ हेरिदिनु होला। सबैजनाले माया गर्नु होला, यदि लाइक गर्नुभएको छ लाइक गर्नु होला, कमेन्ट पनि गर्नु होला। साथीहरू नेक्स्ट भ्लग लिएर आउँछु। बाई बाई।